हेर बाबु त्यहाँ कुन देश भनेर सोध्ला नि फेरि पक्का जापान नभन्ने फेरि तेरो लागि केटी खोज्दा खोज्दै म थाकिसकेँ। यो लास्ट गरो अब म जाँदिनँ नि त्यहाँ। हेर कुन देश भन्छस् अब भन् त। त्यसो भए मम्मी म अस्ट्रेलिया अमेरिका भनिदिउँ त। अस्ट्रेलिया अमेरिका भन्दा तेरो थुतुनो पनि पर्न पर्यो नि त्यहाँ। तेरो थुतुनो परेको भए त यति दुःख पाइन्थ्यो। त्यस्तो नभन्थ्यो। अमेरिका नभन्, अरू कुनै देश सोच, अस्ट्रेलिया नसोच, नभन्। त्यसो भए जर्मनी भनिदिन्छु। जर्मनी चाहिँ ठिक छ, त्यो भन् बरु। भन् त्यहाँ कुरा नबिगार्ने फेरि त्यहाँ। ल ल अलि भोला आदमी भएर बस। ल नमस्कार। बस नि। के कति कामले पार्नुभयो होला कुन्नी? यहाँ कन्या छिन् भन्ने सुनेको थिएँ। मङ्सिरको महिना लाग्यो, त्यही भएर छोराको लागि केटी खोज्न आएको। ए अनि केटाले के गर्नुहुन्छ? केटा छुट्टीमा आएको हो बाबु। हजुर जर्मनमा छ, छुट्टीमा आएको हो। अब केटी खोजेर बिहा गरेर पठाइदिउँ फेरि भनेर। ए ल ल म एकछिन नानीलाई बोलाउँछु अनि कुरा गरौँ। नानी पानी लिएर आऊ। दो अनजाने अजनबी चल भित्र जाऊ। यिनै हो पर्ने। छोरी चाहिँ मन पर्यो, छोरी मन पर्यो। अब के गरौँ, कुरा अगाडि बढाऊँ कि हजुरहरूलाई। अब दिने विचार त हाम्रो नि हो। हजुर हुर्केकी छोरी पनि छ, अहिले बजार गछ। अब उसको विचार पनि बुझ्नु पर्यो। बजारबाट आउँदैछ अनि गरौँला नि। आइपुगेछ। नमस्कार बाबु। हेर त बाबु, हाम्रो नानीको लागि जर्मनबाट केटा माग्न आउनुभएको। ओ ब्रो, तपाईँ मैले कहाँ देखाइदिए जस्तो लाग्छ। तिमीलाई मैले जापान टोकियोमा देखा। तिमी र म सँगै एउटा रेस्टुरेन्टमा 3 महिना डिस हाने होइन र? हो होइन होला हो दाइ। ओ चस्मा खोलेर हो नि। जापान बसेर जापान भन्ने के गर्ने बाबु, जापान भनेर केटी नै नदिएर कन्ट्रीको नाम चेन्ज गरेको हो। केटी खोज्दा खोज्दै थाकिसके। तपाईँको पीडा त म पनि बुझ्छु। म पनि जापानबाट बिहे गर्ने भनेर आएको हो। यहाँ आफैले केटी भेटे होइन, अनि तपाईँहरूलाई पनि आफ्नै बहिनी त कसरी दिनु त? अनि के गर्नु, यस्तै छ। केटो त संस्कारी छ, संस्कारी भएर हुँदैन नि त। अनि केटी त पाल्छ। संस्कारी भएर त हुँदैन नि त। जापानमा हामी पनि देखेको, जापान बसेको केटालाई त हामीले छोरी दिन सकिन्न, हाम्रो दिदी बहिनी दिन सकिन्न। किन र बाबु? अहो जेठी बहिनीलाई हामीले विदेश पठाएको, जापान पठाएको, अहिलेसम्म फुट्या कौडी पठाएकी छैन। म पनि दसैँ तिहार मनाउन मम्मीले यहाँ टिकट काटेर मलाई बोलाउनुको। यहाँ मेरो लागि पनि केटी खोज्न हामी हिँडेछौँ, कसैले छोरी दिएका छैनन्। त्यस्तो देखि अनि हामी यो जापानको केटालाई केटी हाम्रो छोरी दिन्छौँ, बहिनी दिन्छौँ? हुँदैन हुँदैन। तपाईँ अर्कोतिर लाग्नुहोस्, हामी दिन सक्दैनौँ। होइन तपाईँको छोरो संस्कारी होस् चाहे जे होस्, जापानको केटालाई हामी छोरी दिँदैनौँ। झुटो बोल्ने मान्छेलाई, जापान बस्ने मान्छेलाई ल्याएर यहाँ जर्मनी भन्ने, झुटो बोल्ने, अर्काका छोरी चेली फसाउने। लगाइसकिस् नि। ऊ बेलामा अमेरिकामा अस्ट्रेलिया जा भनेको टेरेन, जापान भनिस्। मलाई थकाइसकिस् तैँले। अब जे गर्छस् गर। अब तेरो पछि लागेर म हिँड्न सक्दिनँ बाबु। हेर अब म थाकिसकेँ तँलाई देखेर। अब अरू केही थिएन मम्मी, त्यो काठमाडौँ बसाएर किनेको त्यो 200 को चस्मा पनि राखिदियो क्या त्यो मुर्दारले। अब के आदि त अब ठिक छोड्दै। अब छोरी दिएनन् केही थिएन। छोड्दै अब।